नमस्कार साथीहरू, स्वागत छ तपाईलाई नेप्से इनसाइट च्यानलमा। नेपालको शेयर बजारमा फेरि एउटा नयाँ आइपिओ आउँदैछ, एभरेस्ट कलर लिमिटेड। जेठ 22 गतेदेखि खुल्न लागेको यो आइपिओ अहिले धेरै लगानीकर्ताको चासोको विषय बनेको छ। तर प्रश्न एउटै छ, यो आइपिओमा अप्लाई गर्ने कि नगर्ने? कतिसम्म किता माग्ने? अलटमेन्ट पाउने सम्भावना कति होला? आजको भिडियोमा हामी यी सबै कुरा सरल नेपाली भाषामा बुझ्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। साथीहरू, सबैभन्दा पहिले बुझौँ एभरेस्ट कलर लिमिटेड वास्तवमा के कम्पनी हो। नामबाट नै बुझिन्छ यो कम्पनी रङ तथा पेन्ट उद्योगसँग सम्बन्धित छ। नेपालमा अहिले निर्माण क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ। नयाँ घरहरू बनिरहेका छन्, कमर्सियल बिल्डिङ्सहरू बनिरहेका छन्, अर्बन डेभलपमेन्ट पनि तीव्र गतिमा भइरहेको छ र जहाँ निर्माण हुन्छ त्यहाँ पेन्टको आवश्यकता हुन्छ। त्यसैले धेरै लगानीकर्ताले यस्तो सेक्टरलाई लङ टर्म डिमान्ड भएको सेक्टर भनेर हेर्ने गर्छन्। अब कुरा गरौँ आइपिओका वास्तविक तथ्यहरूको। साथीहरू, एभरेस्ट कलर लिमिटेडले आफ्नो जारी पुँजीको 26.33% शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। कुल आइपिओ आकार कुल आइपिओ 7,90,000 किता, कुल रकम 7,90,00,000 रुपैयाँ, प्रति किता मूल्य रु 100। अब आइपिओ कसरी बाँडफाँड गरिएको छ त्यो पनि बुझौँ। आइपिओ एलोकेसन ब्रेकडाउन। वैदेशिक रोजगारीमा रहेका नेपाली 79,000 किता अर्थात् 10%। यो हिस्सा बाँडफाँड भइसकेको छ। म्युचुअल फन्ड्स 39,500 किता 5%। कम्पनी कर्मचारी 15,800 किता 2%। सर्वसाधारण 6,55,700 किता लगभग 83%। यसको अर्थ अब खुल्ने आइपिओ मुख्य रूपमा सर्वसाधारण लगानीकर्ताका लागि हो। यदि आवेदन सङ्ख्या धेरै भयो भने एलोटमेन्ट सिस्टम गोला प्रथाबाट हुने सम्भावना रहन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, आइपिओ कहिले खुल्छ? खुल्ने मिति जेठ 22 गते 2082। बन्द हुने मिति छिटोमा जेठ 27 गते, ढिलोमा असार 5 गते। सामान्यतया आइपिओ छिट्टै भरिने सम्भावना हुन्छ। त्यसैले अन्तिम दिन कुर्नुभन्दा पहिले नै अप्लाई गर्नु राम्रो हुन्छ। अब कुरा गरौँ आइपिओमा आवेदन कसरी दिने। यदि तपाईको डिम्याट र मेरो शेयर अकाउन्ट छ भने तपाईँ सजिलै मोबाइलबाट अप्लाई गर्न सक्नुहुन्छ। अप्लाई गर्ने स्टेप्स: 1. मेरो शेयरमा लगइन गर्नुहोस्। 2. माई एस्बा सेक्सनमा जानुहोस्। 3. अप्लाई फर इस्युमा क्लिक गर्नुहोस्। 4. एभरेस्ट कलर लिमिटेड चयन गर्नुहोस्। 5. किता सङ्ख्या राख्नुहोस्। न्यूनतम 10 किता, अधिकतम 10,000 किता। आफ्नो ब्याङ्क चयन गरेर सबमिट गर्नुहोस्। मुक्तिनाथ क्यापिटल लिमिटेड। सबमिट गर्नु अघि सबै विवरण फेरि जाँच गर्न नबिर्सनुहोस्। अब सबैभन्दा ठूलो प्रश्न, यो आइपिओमा अप्लाई गर्ने कि नगर्ने? म तपाईलाई केही पोजिटिभ र रिस्क फ्याक्टर्स देखाउँछु। पोजिटिभ पोइन्ट्स: निर्माण क्षेत्रको वृद्धि। नेपालमा कन्स्ट्रक्सन सेक्टर विस्तार भइरहेको छ। यसले पेन्ट इन्डस्ट्रीको डिमान्ड बढाउन सक्छ। सानो पेड अप क्यापिटल। 30 करोडको कम्पनी भएकाले धेरै लगानीकर्ताले अलटमेन्ट चान्स राम्रो हुन सक्ने अनुमान गर्छन्। सेबन अप्रुभल। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। ध्यान दिनुपर्ने कुरा, फाइनान्शियल रिपोर्ट्स हेर्नुहोस्। कम्पनी प्रफिटमा छ कि छैन। आरओई र अर्निङ स्टडी गर्नुहोस्। लङ टर्म इन्भेस्टमेन्ट गर्दा फन्डामेन्टल्स बुझ्न आवश्यक हुन्छ। प्रस्पेक्टस पढ्नुहोस्। डिआरएचपीमा कम्पनीका रिस्क र बिजनेस डिटेल्स उल्लेख गरिएको हुन्छ। डिस्क्लेमर: यो भिडियो केवल शैक्षिक उद्देश्यका लागि बनाइएको हो। यो कुनै बाइ सेल रेकमेन्डेसन होइन। लगानी गर्नुअघि आफ्नो अनुसन्धान गर्नुहोस्। साथीहरू, आज हामीले एभरेस्ट कलर लिमिटेडको आइपिओ सम्बन्धी सम्पूर्ण जानकारी बुझ्यौँ। रिक्याप: जेठ 22 गतेदेखि खुल्दै, सर्वसाधारणका लागि 6,55,700 किता, न्यूनतम 10 किता, मेरो शेयरबाट अप्लाई गर्न सकिने, असार 5 गतेभित्र आवेदन दिनुपर्ने।